हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। सबैलाई नवमीको शुभकामना। आज चाहिँ नवमीको दिन हामी चाहिँ बिहानै नुहाइधुवाइ गरेर मन्दिर जाँदैछौँ। म र आसु बहिनीहरू चाहिँ आउँदैछ अहिले, आगो बहिनीहरू। म चाहिँ व्रत बसेको छु 9 दिनको, त्यस कारणले बिहानै आउनु भनेको थियो। अनि आसु पनि मसँग नै गएर व्रतहरूसँगै पूजा गर्ने हुने छिटै, फेरि ढिलो गऱ्यो भने पुरा भिड हुन्छ भनेर। यहाँ चाहिँ हाम्रो केटाहरूले काम गर्दैछ, भाइहरूले यहाँ फोटो खिच्दैछ र फर्स्ट पूजा पनि स्टार्ट हुन लाग्यो। फर्स्ट पूजा खत्तम हुँदा र नहुँदासम्म सबैजना भिड हुनुभएछ दर्शन गर्न आउनेहरू। त्यस कारणले धमाधम पूजाहरू स्टार्ट हुन थाल्यो। ध्यानार्थ पुष्पाणि फलं च समर्पयामि। हरि ओम। थाली त दिनु होला पास गर्दै। र अब माता भवानीको हातमा के श्रृङ्गारको सामान ल्याउनु भएको के भन्नु न अब अन्त यहाँ हाम्रो बल्दै गरेको हिरोले प्राप्त देखेछ भनेर भन्छ। हिरो जो हाम्रो यो गरिरहेको साक्षी भएर बस्नु भएको छ। ओम नमोस्तुनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशो। यहाँ चाहिँ हाम्रो प्रसादहरू बनाउँदैछ। लीलास्मादितिमास्य पाददशकां सेवे महाकालिकां। यहाँ चाहिँ प्रसाद बाँड्दैछ। यहाँ चाहिँ नाम लेख्ने होला। अब चाहिँ लास्ट पूजा अरे, त्यसको बाद चाहिँ खिचडी वितरण हुन्छ। यहाँ चाहिँ चिया बाँड्दैछ हाम्रो आमीहरूले। यहाँ चाहिँ हाम्रो अङ्कित पूजाहरू सकेर पनि फर्स्ट टिप खिचडी चाहिँ पाकेर पनि बाँड्दै रहेछ र सेकेन्ड टिप चाहिँ व्रतवालाहरूको लागि पकाउँदै रहेछ आगोहरूले। र त्यतिमै हाम्रो टी गार्डन वर्करको म्यानेजर विथ फ्यामिली आउनुभयो र गुरुजीले पूजाहरू गरिदिनु भयो र हामीले खदा अर्पणहरू गरिदिए। र पूजापछि हाम्रो हवन सुरु भयो। जसले पनि व्रत राखेको छ 9 दिनको र जसले नुनहरू केही नखाइकन बिहानदेखि भोकै बसेको छ उनीहरू चाहिँ हवन लाउन आउनुभयो। र त्यसपछि हाम्रो हवन सकेपछि चाहिँ 9 कन्या देवीको पूजाहरू गर्नु भनेको थियो गुरुजीले। व्रत गरेकोहरूले 9 कन्या देवीको पूजा गर्यो भने चाहिँ व्रत सम्पन्न हुन्छ अरे। त्यसपछि हाम्रो आरती सुरु भयो। भ्याउँछ तीनटा गोल एकाउन्ट फेरेर मैले हेरिदिन्छु। 3 भ्यू त मैले बढाइदिन्छ, 3टा लाइक मैले बढाइदिन्छु। त्यसपछि गुरुजीले हामीलाई मौली धागो बाँधिदिनु हुँदैछ। त्यसपछि चाहिँ पूजा सबै सकियो र हामी चाहिँ घर जाँदैछु। र राति फेरि मन्दिर गयो हामी र गुरुजीले क्विज कम्पिटिसन राख्नु भएको रहेछ र प्राइजहरू पनि राख्नु भएको रहेछ। हात उठाउनु है भन्नु नि त।
सही जवाब दाजुको लागि अरे ल उहाँले एउटा पुरस्कार लान सक्नुहुनेछ उहाँबाट टिप उहाँले ताली हाम्रो दाजुको लागि जोरदार ताली। प्रथम आज बिहान पनि हवन गर्दा पनि सुन्यो होला सबैले नवग्रहमा 9वटा ग्रह पर्छ त्यो सबको नाम के हो कसलाई आउँछ हात उठाएर शनि शुक्र बुध अनि उठेर भन्नु होला ग्रहहरू 9वटै ग्रहको नाम भन्नु है उठाउँदैन हात भन्नु आखिरमा अन्त 10 ग्राम के ग्रह भगवान श्रीकृष्णको पाल्ने माता यशोदा भनेपछि जन्म दिने माता को हो अब तपाईँले हात उठाउनु भन्नु देवकी माता देवकी माता सही जवाब हो दिदीको लागि ताली बिप्ना यता एउटा मिनाले पायो यो एउटा मैले पायो आखिरमा दुईटा पायो र राति चाहिँ हाम्रो यहाँ धुप्रो कम्पिटिसन हुन्छ सो कमिटी मेम्बरहरूले चाहिँ स्टार्ट गरेको ताकि अरूलाई पनि नाच्नु मन लागोस् भनेर त्यही लागि यहाँ नाच्दैछ कमिटी मेम्बरको दादा नानाहरू नाच्नु हुँदैछ र भाइ नाच्दैछ र कम्पिटिसन गर्नेहरूको लागि चाहिँ प्राइज पनि राखिदिएको छ अहिलेसम्म चाहिँ 4 जनाको मात्रै नाम आएको छ सो स्टार्ट नगरेको यहाँ चाहिँ छ मिना यहाँ चाहिँ छ मिनाको बहिनी यसले चाहिँ भिडियो गर्दैछ नाचेको फर्स्ट प्राइज बोलो दुर्गा माँ के बोलो दुर्गा माँ के हाम्रो आङ्गी नाच्नु हुँदैछ बसलेनबाट फर्स्ट प्राइज चाहिँ आङ्गीले लान्छ जस्तो छ डान्स देखेर डुपर डान्स कम्पिटिसनको गिफ्ट वितरण गर्दैछ फर्स्ट फर्स्ट प्राइज अहिले चाहिँ बज्यो रातिको 10 र पनि हामी चाहिँ मन्दिरमै छु यहाँ चाहिँ कमिटी दादा नानाहरूले डान्स गर्दैछ अब चाहिँ बज्यो रातिको 11 निन्द्राले साह्रै चाप्यो त्यही लागि अब चाहिँ हामी घर गएको थ्याङ्क यू फर वाचिङ माई भिडियो